मैले कुरा गरेँ त्यहाँ म पनि देखाएको छु त। पर मैले पहिला कुरा गरेको थिएँ दिदी सिरारीको फुपूसित। त्यो कस्तो 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 केमा गएको छु भन्नुहुन्थ्यो त्यहाँ गए बेला चाहिँ मेरो घर फोन मारेर कुरा गरेका थियौँ। त्यही हो। त्यहाँ मैले कुरा गरेको देखाइरहेको छु त। उसले कुरा गरेर देखाएको रहेछ। तिनी त मरे कोहीले थाहा पाइनन्। भनेको थाहा हुन्छ त, नभनेपछि माड थाहा हुन्छ। मसँग के छटपट्टि नि केही गरेनन् गरे कि देवर भाउजूसँगै बस्या कदनाम्रो पछाइ अड्याइन बसाले तिमी खुसी भए? बस्या बसी भइया तिमी बस्या बस्यो खुसी भए? खुरसुकै भइया हट यिन त उल्टी गरिकन भयो यिनी ऊ गर्न होस आइन भनिकन भनेको रे भित्र लगिन कोठामा पल्टाए गरे हट को नि साइली छोरी भन्थे कसको कताबाटको साइली छोरी हो त्यो गइकन आमै आमै भन्न हल्लाइ गरे आमै आमै भन्न हल्लाइ गरे मस्तै तिमी त उल्टी गरिकन बिहोस भइयो क्या भन्छी पछि हुकिकन नै आमा त बोल्दैनन् भन्न यताउता गरिहाल त बडी त कक्रक्कै भइरहे ज्यादा भयो त आँचमै भयो। जाडो भयो मान्छेलाई आनन्द हुन्छ त अब कहाँ त्यो कहाँ गयो भन्नमा तैँले भिडियो म यस्तै हो क्या। म त हेर्नुहोस्, जिन्दगी मेरो बहुत रमाइलो छ। घुम्ने हो, खाने हो, ऐस गर्ने हो। कहाँ काफल खान गया ए भन्छ कानु के भन्छ केटो त गर्छ काम त मेरो जिन्दगी यस्तै हो हेर्नुहोस् दिदै। म जहाँ गए पनि मस्त र व्यस्त रहन्छु। मलाई पिर चिन्ता भन्ने कुरा फिटिकै छैन। म गर्दा पनि गर्दैन। के भन्ने के नभन्ने त